हेलो गाइजहरु, म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने कामना गर्दछु। सुर्खेत बुलबुले तालमा हामी घुमिरहेछौं अनि यसो हाम्रो माइला बाजे आज फर्स्ट पटक आएको त हराएको थियो मान्छे अनि आइरहेछ। हाम्रो माइला बाजे र हामी यसो घुम्नलाई आज सुर्खेत बुलबुलेमा आइरहेछौं। अनि तपाईहरु कस्तो हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। हेर्नुस् अब एकछिन पछि पनि आउने भए आइजानु होला। तपाईहरुलाई एकछिन कस्तो लाग्छ हामी यसो बुलबुले ताल अनि कर्णाली प्रदेशमा रहेको एउटा धार्मिक पर्यटकीय स्थल बुलबुले क्षेत्र बुलबुले ताल। हामी बुलबुले तालमा पुग्नै लागेका छौं। हेर्दै गर्नु होला। मेरो चस्मा चाहिँ लगाइहालौँ न यार, यसको सदुपयोग गरौँ हैन। तपाईलाई बुलबुले ताल पनि देखाउँछ अब। हेर्नुहोस् हेर्नुहोस् टिक्टो बनाउनेको लर्को छ। अनि हामी यता बुलबुले तालमा अब प्रवेश गरिसकेका छौं। निकै रोमाञ्चक छ। बुलबुले ताल वीरेन्द्रनगरमा सुर्खेत अवस्थित एउटा धार्मिक पर्यटकीय क्षेत्र। यो चाहिँ टिकट काउन्टर, टिकट काट्ने। हामी यो ढुङ्गा चढ्ने भन्ने हुन्छ, त्यो ढुङ्गा चढ्नलाई टिकट काट्न। ए भित्र जाउँ। सुर्खेतको ताल हेर्नुहोस्, बुलबुले ताल। सबैको मनमा के कस्तो छ भन्ने कुरा जागिरा अब हेर्नुहोस् यो बुलबुले ताल। यहाँ चाहिँ ढुङ्गा पनि चल्छ। यहाँ अहिले ढुङ्गा प्याक हुन लागेको छ। हजुर एकछिन टिकट लिएर आइदिनु न है। यताबाट जान्छ छैन बाटो बन्द छ। हेर्नुहोस् कस्तो छ बुलबुले ताल। ए ढुङ्गा चढेर राछन्। हामी पनि चढ्ने भन्ने हो, एकछिन हेरौँ है के कस्तो हुन्छ। ल हेरौँ है एकछिन के कस्तो चल्छ है। स्टार्ट भयो। मोबाइल फसाल्ने अब स्पिड हान्न लागिरहेछ। ए हेर्नुहोस् बुलबुले ताल वीरेन्द्रनगरमा रहेको अवस्थित माइला यस्तै हो हेर्नुहोस्। अब हामी चाहिँ के भन्छ यो ढुङ्गामा चढ्ने भन्ने हो भएन। हेर्नुहोस् अलि आजभोलि चाहिँ व्यवस्थित गरेर चाहिँ यो खोलनाहरू पनि अलिक सफा रहेछ। यो बुलबुले ताललाई सफा गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने पत्रकार विकास साई हुनुहुन्छ भन्ने हामी कता कता सुन्छौँ। अनि यो खोला पनि आजभोलि निकै सफा भइरहेको छ हेर्नुहोस्। अनि यस्तै हो यहाँ चाहिँ यो बुलबुले ताल हेर्नेको लर्को हेर्नुहोस्। यो यहाँ धेरै हुन्छ मान्छे।
बुलबुले ताल ल हाम्रो चाहिँ महिला बाजे आज यता रुम आयो भन्थ्यो यो अनि जाउँ ऊ माथिबाट यतै घुम्नु यताबाट घुमिनु होला कि यस्तै हो हामी यस्तै हो मलाई तिन दुईटा ए गएन भाइ बुलबुले ताल तपाईँलाई पटक पटक भनिरहनु पर्दैन होला यहाँ चाहिँ छैन कि मसँग छैन डाँडा तानेर पैसा छैन केटाकेटी यस्तो छोडिन्छ कि पुरै छोडिदिनु न हाम्रो यता वरिष्ठ मान्छे चाहिँ फोटो खिच्नु हुनुहुन्छ अनि यहाँ पिकनिक खाना पनि आइरहेको छन् हाम्रो तरिकाले मनोरञ्जन लगिरहन् पिकनिक खाना आएन कुन विद्यालयबाट हो कुनै मजाले रमाइरहन् उता नाचिरहन् उता पनि आगो धुवाइरह ए जाम मजा हुँदो होला है अब अनुभव नगरे मान्छेलाई के भन्ने हो के गफ दिने हो तपाईँहरूलाई यता हेर्नुहोस् यता मनोरञ्जन लगिरहने पिकनिक खान आएको मान्छेहरूले आँखाले बोलेको फोटो कि भिडियो फोटा खिच्ने भिडियो खिच्ने मान्छेहरू सुर्खेतको लड्ने हल्लाउने सबैलाई धन्यवाद छ अनि कोही नानीहरू भेटिन्छन् कि कोही नानीहरू भेटिन् भने उहाँलाई वेलकम गर्न चाहन्छु भन्दा भन्दिनँ मलाई गाह्रो परिहाल्छ फेरि होइन वेलकम त भर्नै नमिल्ला तै पनि केही न केही हुन्छ होला विशेष होइन यतै खिचाइ पनि त्यो फटा जोडी क्याट्न हामी पर हेर्नुहोस् हाम्रो पनि आउनन् यस्तै दिन हाम्रो पनि आउलान् ए जम्प हुँदो रहेछ क्या हेत्तिरिका तपाईँहरूलाई देखाउला भन्ने हो भएन तपाईँले हेर्न चाहनु भएको रहेछ भन्ने कुरो बुझियो कस्ता हेर्ने केटी कस्ता हेर्ने केटा सबै यहाँ आउनु होला सब गरे जस्तो मजाक आउन त डेली आउनुपर्छ मजाक गरे मजाक तपाईँ फेरि आत्तिनु होला तपाईँ मन आत्तिएला अरे हाल्छ भने खोज्नेलाई क्या भाइ गोरलाई कहाँ जाने कहाँ जाने कता जाने किन जाने यस्तो गर्मी भइरह भन्दा भन्दैन पुसमाको बेला गर्मी हुनु भन्नेमा मान्छे खतमै हो भनौँ है यो रात हानु त्यत्रो पनि के मलाई धाराहरू आज चाहिँ अहिले व्यवस्थित छ है सबै कुरामा यहाँ व्यवस्थित छ यो चाहिँ पुरुषको नुहाउने धारो कपडा धुने धारो
त्यो चाहिँ मैलाको धारा हो। यता चाहिँ छुट्याउँछ छुट्याइ होइन, तर हाम्रो सामाजिक कल्चरमा आफै छुट्याइहाल्छन् छुट्याइहाल्छन् भन्ने हो। यो चाहिँ मैलाहरूको धारा। आज अलि चिसो भएर कारण ननुहायो होला नि। अनि यो चाहिँ पानी हेर्नुहोस्, यो चाहिँ पानी पोखरी। यो त्यहीँबाट बगेर यहाँ आउने धारा हुन्। धारा चाहिँ आच्छा लेकिन चिलेको छन्। खिच्न पाइन्छ यस्तो के खिच्ने यार बच्चा जस्तो। यता यो म के फुटेको हेर्नुहोस्। पानी चाहिँ आजभोलि अलिक सफा छ है, पुरै निलो छ दामी ताकार तरिकाले होइन। पहिला चाहिँ अलिक फोहोर थियो, आजभोलि अलिक व्यवस्थित भइरहेछ। आजभोलि पालिकाले पनि हेरे जस्तो छ है। ल पालिकालाई पनि धन्यवाद, यो बुलबुलेका सबै कर्मचारीलाई धन्यवाद दिन चाहन्छु। भन्दिनँ अघि नै नानी नानी पैसा माग्ने पनि हुन्छ, आफ्नो पेसा हुन्छन्, आफ्नो पेसाका मान्छे हुन्छन्। केटीहरू चाहिँ अच्छा लेकिन छिएको छन् है। दसैँ सहयोगी मन भयो क्या मलाई थाहा छ। जति दियो पनि नपुग्ने नि मागी खाने न त्यही भएर दिँदैन। राम्री राम्री देखिन्छन्। देखिन भने के आँट्ने एउटा खै, केही छैन उखार्ने केही पनि होइन। हामीले चिनेका मान्छे किन भेटिनन् भनेर म अलि चिन्ताजनक छु है। अन्त कसलाई पो चिनाएको थिएँ र मैले। अनि निकाल्ने फोटो स्टुडियो हेर्नुहोस् तपाईँ। यो चाहिँ पुरानो गेट, आज नयाँ गेट चाहिँ बाहिर छ है। ल मान्छेलाई आफ्नो पेसा हुन्छ भनिरहेको थिएँ मैले अगाडि। हेर्नुहोस् यहाँ आफ्नो मासु माग्ने पेसा हुन्छ। हेर्नुहोस् यो पुरै खाने आइडिया त्यो बाइकहरू होला त नि।